सो मेरो भिडियो चाहिँ रेगुलर आइरहेको हुन्छ हैन। तपाईहरुले जति लाइक एन्ड सब्स्क्राइब गरिदिनु हुन्छ हैन, लाइक एन्ड सब्स्क्राइब गरिदिनु भयो भने चाहिँ हामीलाई नि जोश जागरको साथ भिडियो बनाउन मन लाग्छ हैन। त्यही भएर चाहिँ जोश जागरको साथमा भिडियो म तपाईहरुलाई देखाउने नै छु हैन। सो त्यसको लागि चाहिँ लाइक एन्ड कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। जसले चाहिँ सब्स्क्राइब गर्नु भएको छैन उहाँहरुले चाहिँ सब्स्क्राइब पनि गरिदिनु होला। तपाईहरुलाई चाहिँ म आज ब्लुटुथ कनेक्सन गरेर देखाउँछु। ब्लुटुथ कार्ड र एम्प्लिफायरमा कसरी कनेक्सन गर्ने भनेर देखाउँछु हैन। सो मजाले हेर्नु होला। म चाहिँ आज चाहिँ गीत बजाएर पनि हेराउने छु कस्तो बज्छ भनेर। आज म गीत बजाएर चेक गरेर तपाईहरुलाई देखाउँछु कस्तो साउन्ड आउँछ भनेर हैन। सो यो चाहिँ ब्लुटुथ कार्ड हो। ब्लुटुथ कार्डमा कसरी कनेक्सन गर्ने म त्यो तपाईहरुलाई देखाउँछु हैन। यो मेरो ब्लुटुथ कार्ड चाहिँ धेरै पुरानो ब्लुटुथ कार्ड थियो हैन। सो यसको चाहिँ कनेक्सन चाहिँ भएको छ, कनेक्सन चाहिँ चुडेको छ। त्यही भएर चाहिँ मैले चाहिँ अन्त्य जोडिरहेको छु हैन। सो म जोडेर तपाईहरुलाई चाहिँ बजाएर नि देखाउँछु हैन। जहाँनिर पोइन्ट हुन्छ त्यो पोइन्ट चाहिँ पहिला नै बिग्रिसकेको रहेछ। त्यही भएर चाहिँ मैले चाहिँ क्यापेसिटरको छेउमा कनेक्सन गरिरहेको छु हैन। सो तपाईहरुलाई चाहिँ म देखाउने छु कस्तो साउन्ड आउँछ र कस्तो बज्छ हैन। एम्प्लिफायरमा र ब्लुटुथ कनेक्सन जोडेर म तपाईहरुलाई देखाउँछु। अनि आज चाहिँ टेस्ट गरेर नि देखाउने छु कस्तो साउन्ड आउँछ भनेर। यसमा चाहिँ 5 भोल्टको कनेक्सनको लागि हो। यो चाहिँ यसमा चाहिँ प्लस माइनस चाहिँ छुट्याउन सक्नुपर्छ हैन। प्लस माइनस छुट्याएर हाल्नुपर्ने हुन्छ। सो यो चाहिँ मैले चाहिँ यसमा चाहिँ 5 भोल्टको लागि चाहिँ मैले यो कनेक्सन गरिरहेको छु हैन। सो यसमा चाहिँ 5 भोल्ट दिनुपर्ने हुन्छ। त्यही भएर चाहिँ मैले यसमा 5 भोल्टको लागि कनेक्सन गरिरहेको छु हैन। मैले चाहिँ प्लस माइनस छुट्याउन सक्नुपर्छ। प्लस माइनस छुट्याएन भने चाहिँ बिग्रिन सक्छ यो ब्लुटुथ कार्ड। मसँग चाहिँ ग्लु गन नभएर चाहिँ मैले चाहिँ ग्लु गनको गम छ हैन। त्यो गमले चाहिँ म यसलाई मजाले टाँस्छु हैन। टाँसेर अनि त्यसपछि यो यसरी हाल्यो भने चाहिँ के हुन्छ भनेपछि यो तार चुडिने सम्भावना कम हुन्छ। तार हतपत चुड्दैन। त्यही भएर चाहिँ मसँग चाहिँ ग्लु गन चाहिँ थिएन, ग्लु चाहिँ थियो। त्यही भएर मैले चाहिँ ग्लुलाई चाहिँ यसरी लाइटरले बालेर यसरी टाँसिरहेको छु हैन। सो यति गर्यो भने चाहिँ तार चुडिँदैन। त्यही भएर यो चाहिँ प्लस माइनस 5 भोल्टको प्लस माइनस हो। सो म चाहिँ माइनस चाहिँ यहाँ क्यापेसिटरको खुट्टामा जोड्छु हैन। अनि यतापट्टि चाहिँ मैले चाहिँ एउटा आइसी छ, त्यो आइसीमा जोड्छु हैन। सो तपाईहरुलाई चाहिँ म देखाउने छु कस्तो साउन्ड आउँछ। सो 5 भोल्टको आइसी म कनेक्ट गरिरहेको छु हैन।
एम्प्लिफायरमा जोड्नुपर्ने हुन्छ अक्स नजिक, यो चाहिँ अक्सको नजिक जोड्नुपर्ने हुन्छ। सो मैले चाहिँ ब्लुटुथ कार्डमा जोडिसकेको छु। यो चाहिँ अब म तपाईँहरूलाई चाहिँ एम्प्लिफायरमा कनेक्ट गरेर देखाउने छु कसरी कनेक्ट गर्ने भनेर। यो चाहिँ यहाँनिर 3वटा पोइन्ट हुन्छ, त्यो 3वटा पोइन्टमा कनेक्सन गर्नुपर्ने हुन्छ। बिचमै गर्नुपर्ने हुन्छ र छेउमा गर्नुपर्ने हुन्छ हैन। बिचको चाहिँ बिचमै गर्नुपर्ने हुन्छ, अरू छेउकै गर्नुपर्ने हुन्छ हैन। यो कनेक्सन चाहिँ इजी छ हैन। सो यसमा चाहिँ उल्टो भयो भने केही हुँदैन, तर बिचको चाहिँ बिचमै जोड्नुपर्ने हुन्छ। सो मैले चाहिँ कनेक्सन गरिसकेको छु। तार नचुट्योस् भनेर मैले चाहिँ यसरी ग्लु हालिरहेको छु हैन। यसरी ग्लु हाल्दा चाहिँ सेफ हुन्छ क्या, त्यही भएर चाहिँ सेफको लागि मैले चाहिँ यसरी ग्लु हालिरहेको छु हैन। सो मैले चाहिँ सबै कनेक्सन गरिसकेँ हैन। सो अब म चाहिँ यसमा चाहिँ फिट गर्छु। फिट गरेर तपाईँहरूलाई म चेक गरेर देखाउँछु कस्तो साउन्ड आउँछ भनेर हैन। सो मजाले हेरिदिनु होला भिडियो हैन। अनि मन परेमा लाइक एन्ड सब्स्क्राइब पनि गरिदिनु होला, नबिर्सिनु होला लाइक एन्ड सब्स्क्राइब गर्न हैन। लाइक एन्ड सब्स्क्राइब चाहिँ गरिदिनु होला हैन। सो मैले चाहिँ युट्युबमा दिने पछि नयाँ भिडियो हाल्दै गरिरहेको छु हैन। सो तपाईँहरूले चाहिँ हेरेर लाइक एन्ड कमेन्ट पनि गरिदिनु होला हैन। मेरो युट्युब च्यानलमा चाहिँ दिने पछि भिडियो आइरहेको छ हैन। सो नयाँ भिडियो ल्याएर आएको छु हैन। सो तपाईँहरूले चाहिँ सपोर्ट गरिदिनु भयो भने चाहिँ लाइक भ्युज जति भ्युज आयो त्यति हामीलाई नै जोस जागर आउँछ भिडियो बनाउनलाई। सो त्यसैले चाहिँ तपाईँहरूले चाहिँ लाइक एन्ड कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला, लाइक एन्ड कमेन्ट पनि गरिदिनु होला हैन। भिडियो पनि फुल वाच गरिदिनु होला। मैले चाहिँ यो एम्प्लिफायरको बारेमा चाहिँ अस्ति नै भिडियो हालिसकेको छु हैन। सो यो चाहिँ मैले चाहिँ एम्प्लिफायरको बारेमा सबै कुरा भनिसकेको छु हैन। सो त्यो भिडियो हेर्नलाई चाहिँ त्यो भिडियो पनि मेरो युट्युब च्यानलमा छ, त्यो भिडियो नि गएर हेरिदिनु होला हैन। सो मेरो भिडियो चाहिँ रेगुलर आइरहेको हुन्छ हैन। तपाईहरुले जति लाइक एन्ड सब्स्क्राइब गरिदिनु हुन्छ हैन, लाइक एन्ड सब्स्क्राइब गरिदिनु भयो भने चाहिँ हामीलाई नि जोस जागरको साथ भिडियो बनाउन मन लाग्छ हैन। त्यही भएर चाहिँ जोस जागरको साथमा भिडियो म तपाईहरुलाई देखाउने नै छु हैन। सो त्यसको लागि चाहिँ लाइक एन्ड कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। जसले चाहिँ सब्स्क्राइब गर्नु भएको छैन उहाँहरुले चाहिँ सब्स्क्राइब पनि गरिदिनु होला।
मैले चाहिँ एम्प्लिफायरमा चाहिँ तार कनेक्सन गरिसकेको छु हैन। सो मैले चाहिँ अब यसलाई चाहिँ चेक गर्नुपर्ने हुन्छ। सो म तपाईहरुलाई चाहिँ चेक गरेर देखाउँछु। पुरै कनेक्सन मेरो फिनिश भइसकेको छ हैन। त्यो तपाईहरुलाई चाहिँ म 24 भोल्ट दिएर म बजाएर तपाईहरुलाई देखाउने छु हैन। सो हेरौँ कस्तो साउन्ड आउँछ भनेर। मसँग चाहिँ यो 3 वटा स्पिकर छ हैन। यो चाहिँ 100 वाटको स्पिकर हो हैन। 100 वाटको स्पिकर हो 8 इन्चको। यो चाहिँ 6 इन्चको स्पिकर 40 वाटको स्पिकर हो। यो चाहिँ 6 इन्चको। अनि मसँग ट्विटर पनि छ एउटा हैन। मसँग चाहिँ यो 3टा स्पिकर छ। सो मैले चाहिँ एम्प्लिफायर फिट गरिसकेको छु हैन। सो यो चाहिँ मैले चाहिँ एफएम को लागि एन्टिना हालेको हैन। सो मसँग चाहिँ यति 3 वटा स्पिकर छ। म तपाईहरुलाई चाहिँ बजाएर देखाउने छु हैन। कस्तो साउन्ड आउँछ भनेर म तपाईहरुलाई चाहिँ बजाएर देखाउने छु हैन। तपाईहरुलाई चाहिँ यो भिडियो चाहिँ मन परेमा लाइक एन्ड सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला हैन। अनि त्यसपछि अझै म नयाँ भिडियोहरु ल्याउँदै गर्छु, त्यो पनि हेरिदिनु होला। सो मैले चाहिँ आज चाहिँ यो कनेक्सन गरिरहेको छु। अब बुफरको लागि र बुफरको सब बुफरको र स्पिकरको लागि म लेफ्ट राइट स्पिकरको लागि कनेक्सन गर्दै छु। कनेक्सन गरेर म तपाईहरुलाई चाहिँ बजाएर देखाउने छु कस्तो बज्छ भनेर हैन। सो मैले त कनेक्सन गरिसकेको छु सब बुफरमा सबै हैन। मसँग चाहिँ 2टा ट्विटर छ अनि 2टा लेफ्ट राइट स्पिकर छ हैन। त्यो 2टै म कनेक्सन गरेर तपाईहरुलाई देखाउने छु अनि बजाएर चेक गरेर देखाउने छु। सो म चाहिँ कनेक्सन गरिरहेको छु। अहिले चाहिँ मैले चाहिँ नर्मली कनेक्सन गरिरहेको छु किनकि मेरो चाहिँ यो बक्स आयो भने चाहिँ बक्समा कनेक्सन गर्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ मैले चाहिँ अहिले चाहिँ नर्मली चेक गर्नको लागि मात्रै कनेक्सन गरिरहेको छु हैन। सो हेरौँ यहाँ मसँग अर्को ट्विटर पनि छ। त्यो ट्विटर पनि कनेक्सन गरिरहेको छु हैन। 2टा ट्विटर म जोड्छु र यो 2टा स्पिकर जोडेर म गीत बजाएर तपाईहरुलाई देखाउने छु कस्तो बज्छ कस्तो साउन्ड आउँछ भनेर हैन। सो यसको लागि चाहिँ यसको बेस साउन्ड लिनको लागि चाहिँ तपाईले इयरफोन युज गर्नुपर्ने हुन्छ किनकि यतिकै बाहिर छ नि त्यो स्पिकर। त्यही भएर त्यति बेस साउन्ड चाहिँ आउँदैन हैन। त्यो पनि मैले तपाईहरुलाई चाहिँ चेक गराउन गइरहेको छु। सो म चाहिँ अहिले चाहिँ अब 24 भोल्टको यो कनेक्सन गर्न गइरहेको छु 24 भोल्टको। सो यसमा चाहिँ लाइन आइसकेको छ हैन। लाइन आइसकेको छ यसमा चाहिँ। सो म चाहिँ अब गीत बजाएर हेर्छु कस्तो बज्छ भनेर तपाईहरुलाई चाहिँ म चेक गराउने छु कस्तो बज्छ हैन। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो लाइक एन्ड कमेन्ट गरिदिनु होला। अनि जसले सब्स्क्राइब गर्नु भएको छैन सब्स्क्राइब पनि गरिदिनु होला। अब सो नेक्स्ट भिडियोमा भेटौँला। बाइ बाइ।